ओके, नमस्कार। म आरबी सर। के तपाईँ पनि एसी परीक्षा सकाएर केही महत्त्वपूर्ण क्लास गर्न चाहनुहुन्छ? तपाईँ पनि यस्तै केही बिचमा एसीको जबसम्म रिजल्ट आउँछ तबसम्म केही गर्ने सोचमा हुनुहुन्छ? के गरौँ सोचिराख्नु भएको छ? पक्कै सोचिराख्नु भएको छ। तपाईँको यस्तै सोचाइको क्रममा तपाईँले इङ्ग्लिस ल्याङ्ग्वेज पनि ख्याल आयो होला, याद आए होला। किनभने इङ्ग्लिस ल्याङ्ग्वेज धेरै इम्पोर्टेन्ट छ, जुन चाहिँ तपाईँहरूले 8, 9, 10 मा हुँदाखेरि पनि एसी तयारी गरिरहेको बेला पनि इङ्ग्लिस ल्याङ्ग्वेजले तपाईँहरूलाई याद आयो होला र इङ्ग्लिस ल्याङ्ग्वेज जतिजनालाई थाहा छ उहाँहरूलाई सहयोग पनि गर्यो होला र इङ्ग्लिस ल्याङ्ग्वेजमा कमजोर होला, इङ्ग्लिस ल्याङ्ग्वेज जसको कमजोर छ उहाँहरूलाई इङ्ग्लिसमा अलिकति अप्ठ्यारो पनि भयो होला। अब के तपाईँ पनि यही अप्ठ्यारो चाहिँ माथिको लेभलसम्म पनि +2 सम्म माथि पनि आफ्नो आफ्नो सपना लिएर जानुहुन्छ कलेजमा, त्यहाँ पनि यही समस्या होस्? पक्कै चाहनु हुँदैन। तपाईँहरू सबैले चाहिराख्नु भएको छ होला कि तपाईँहरूको इङ्ग्लिस यदि यतैतिर कमजोर भयो भने माथि त नराम्रो हुन्छ। त्यसै यदि तपाईँको यही अहिले नै राम्रो भयो भने पछिको लागि त राम्रो भइहाल्छ। तपाईँ पनि सोचिराख्नु भयो होला के गर्ने भने पक्कै तपाईँले इङ्ग्लिस यदि सोचिराख्नु भएको छ आफ्नो इङ्ग्लिस ल्याङ्ग्वेज कम्प्लिट गर्नलाई, इङ्ग्लिस ल्याङ्ग्वेज मजबुत गर्नलाई भने तपाईँले एकदम मजाले यो क्लासमा जोड्न सक्नुहुन्छ। बोर्डमा तपाईँ हेरिराख्नु भएको छ, ब्याकग्राउन्डमा पनि मेरो एसई पछि के गर्ने, यानि कि इङ्ग्लिस भाषा सिक्ने ठाउँ, यानि कि तपाईँले इङ्ग्लिस भाषा सिक्ने ठाउँ खोजिराख्नु भएको छ। पक्कै तपाईँले खोजेको ठाउँ एकदम सही पाउनु भएको छ। तपाईँको मनमा धेरै जसो क्वेसनहरू आइरह्यो होला, के गरौँ, कम्प्युटर क्लास गरौँ, ब्रिज कोर्स गरौँ भने सबै क्लासहरूको साथसाथ ल्याङ्ग्वेज पनि आयो होला, ल्याङ्ग्वेजलाई गर्नुहोला र तपाईँहरूको कमजोरीले हटाउनलाई धेरै जसो विद्यार्थी भाइ बहिनीले यस्तो हुन्छ कि इङ्ग्लिसमा ग्रामर कमजोर हुन्छ, ल्याङ्ग्वेज कमजोर हुन्छ, एसेहरू लेख्न सक्नु हुँदैन। उहाँहरू केहीको बारेमा उहाँहरूले एन्सर थाहा भएर पनि इङ्ग्लिसमा लेख्न सक्नु हुँदैन। यदि त्यस्तो छ भने उहाँहरू पक्कै नै जोइन हुनुहोला र तपाईँले टेन्सन लिनु पर्दैन। एकदम निःशुल्कमा यानि कि 9 वर्ष 2082 को पावन अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि एसई परीक्षा दिएर रिजल्टको पर्खाइमा बसिरहेका सम्पूर्ण विद्यार्थी साथी भाइ बहिनीहरूको लागि सुरु हुन जाँदैछ इङ्ग्लिस ल्याङ्ग्वेज क्लास। अब इङ्ग्लिस ल्याङ्ग्वेज क्लास जोइन हुनु एउटा खुसीकै कुरा हो र इङ्ग्लिस ल्याङ्ग्वेज कम्प्लिट हुँदा पनि झन् खुसी हुन्छ। इङ्ग्लिसमा कुरा गर्दा हामी सबैलाई मन लाग्छ इङ्ग्लिसमा अलिकता कुरा गरौँ। कुनै म्यासेज मोबाइलमा आयो, इङ्ग्लिसमा आयो, लेखिएको छ, समझमा आएन, त्यहाँ अप्ठ्यारो हुन्छ, अलिकति फिल हुन्छ, वाउ मलाई पनि आएको भए कति राम्रो हुन्छ। क्लासमा सरले इङ्ग्लिस इङ्ग्लिस बोल्नुहुन्छ, नेपाली बोल्नु हुँदैन भने धेरै विद्यार्थी भयो भने यस्तो समस्या भइहाल्छ। उहाँहरूको समस्या यदि इङ्ग्लिस ल्याङ्ग्वेज उहाँहरूले पनि कम्प्लिट भयो भए त्यो समस्या कति इजी हुन्थ्यो, इन्ट्रेस्टिङ लाग्थ्यो। तपाईँहरू एकछिनको लागि मनन गर्नुहोस् त, तपाईँहरू अब सबैजना इङ्ग्लिसमा एकदम ब्रिलियन्ट भइसक्नु भएको छ, एक्सपर्ट भइसक्नु भएको छ, एकदम फ्लुएन्स इङ्ग्लिस बोलिराख्नु भएको छ, कस्तो फिल हुन्छ, कस्तो खुसीको कुरा हुन्छ। त्यसैले भएर एकदम जोइन हुनुहोला र हाम्रो क्लास स्टार्ट चाहिँ के भयो हुन्छ भनेर अब डेट धेरैजना यस्तो सोचिराख्नु होला कि सर कहिलेदेखि सुरु हुन्छ भने तपाईँको क्लास स्टार्ट हुनेछ 2082 साल 1 को महिना 2 गते। अब धेरैजना भन्नुहुन्छ 1 गते किन गर्नु हुँदैन सर, सुरुदेखि गर्नु भने 1 गते अलि नयाँ साल हुन्छ, सबैजना एकदम इन्जोय गर्नुहोला, रमाइलो गर्नुहोला र 2 गते सुरु होला र 1 गते हामी डेमो क्लास राख्छौँ नै, तर क्लास 2 गते सुरु हुनेछ एकदम। र तपाईँ कति दिनसम्म यो क्लास चल्छ भनेर यस्तो पनि मनमा क्वेसन उठिरह्यो होला भने यसको ड्युरेसन चाहिँ क्लासको चाहिँ 3 मन्थ्स, यानि कि तपाईँको वैशाख जेठ र असाढसम्म चाहिँ क्लास चल्छ हाम्रो। र टाइम भनेको कतिखेर हुन्छ भने 2टा ब्याच चल्नेछ यसको, एउटा मोर्निङमा र एउटा इभिनिङमा। जुन साथीभाइ पनि मोर्निङमा भ्यायो भने मोर्निङमा जोइन हुनु होला र इभिनिङमा भ्यायो भने इभिनिङमा जोइन हुनु होला। र कसै यसबाट फाइदा छ, कसैको मोर्निङ क्लासमा यदि कुनै दिन एब्सेन्ट भइहाल्नु भयो भने नेट प्रब्लमले केही भयो भने तपाईँले त्यो दिनको क्लास इभिनिङमा पनि गर्न सक्छ। इभिनिङका साथीभाइ बहिनीले कुनै दिन छुट्टिएको कुरा मोर्निङमा पनि गर्न सक्नुहुन्छ। फाइदा छ तपाईँको टाइम अनुसार नै। अब धेरैजनालाई यस्तो फिल हुन्छ कि मेरो इङ्ग्लिस कमजोर छ, म इङ्ग्लिसमा कहिले बोल्न सक्दैन। यस्तैले धेरैजना यस्तो हुन्छ इङ्ग्लिस क्लास हुँदाखेरि, मैले यस्तो फिल गरेको छु क्लास गराउँदाखेरि क्लास भइरहेको हुन्छ र विद्यार्थी पनि सम्झिरहेका हुन्छ र कुनै क्वेसन अब इङ्ग्लिसमा गरिदिनुहुन्छ भने त्यो बच्चाले इङ्ग्लिसमा क्वेसन गर्दाखेरि पनि इङ्ग्लिसमा बुझिराख्नुहुन्छ कि सर मसँग के सोध्नु भएको छ, र विद्यार्थीलाई एन्सर थाहा छैन यस्तो पनि छैन, एन्सर पनि थाहा हुन्छ, तर पनि त्यो बच्चाले यस्तो भनिदिनुहुन्छ नेपाली थाहा भएन सर, आइएम सरी सर भनेर बसिहाल्नुहुन्छ। यसको अर्थ के छ, उहाँलाई इङ्ग्लिस ल्याङ्ग्वेज कमजोर छ र इङ्ग्लिसमा भन्न सकिराख्नु भएको छैन, उहाँले डरले लाजले बोल्नु भएन र उहाँ यस्तै दब्दा दब्दा नै लाइफमा पनि दब्न सक्नुहुन्छ। त्यसैले
तपाईँहरूले अब दब्ने कुरा छोडिदिनु, अब मजाले ढुक्क भएर जोइन हुनुहोस्। अब अङ्ग्रेजी बोल्ने र लेख्ने पालो तपाईँकै छ र मजाले बोल्नु छ भनेर मलाई आशा छ। र अब तपाईँको धेरै सोचिराख्नु सर अब त धेरै महँगो हुन्छ, ल्याङ्ग्वेज त धेरै महँगो कोर्स हुन्छ, 5,000 7,000 10,000 8,000 8,000सम्म लिन्छ, 11,000 चाहिँ ल्याङ्ग्वेज कोर्सको चाहिँ फी राखिएको छ। तर मेरो चाहिँ ल्याङ्ग्वेज फीको कोर्सको रहेछ फी रहेछ 5,000। तर 5,000 हेरेर तपाईँहरू फर्किने कोसिस नगर्नुहोस्, किन तपाईँहरूले एकदम 50% डिस्काउन्ट ल्याएको छु म। 50% 5,000मा 50% डिस्काउन्ट गरेर भने कति हुन्छ? 2,500, यानि कि 2,500 रुपियाँ मात्र तपाईँहरूको लाग्छ। यो क्लास गर्दाखेरि 2,500मा मात्र तपाईँको ल्याङ्ग्वेज हुन्छ र ल्याङ्ग्वेजमा साथसाथै तपाईँको ग्रामर, कसरी बोल्ने, ग्रुप डिस्कसन, इन्टरभ्युइङ, स्पिच। तपाईँले यस्तो हुन्छ कि नेपालीमा लेखेको कुरालाई इङ्ग्लिसमा पढाएर बोल्न सक्नुहुन्छ, इङ्ग्लिसमा लेखेको किताबहरूले तपाईँ आफ्नो कोर्सकै किताबलाई यदि इङ्ग्लिसमा छ तपाईँले नेपालीमा पनि बुझ्न सक्नुहुन्छ कि भन्न पनि सक्नुहुन्छ कि यसको के अर्थ छ भनेर। र यो 2,500 छ त छँदैछ, 2,500 भन्दा पनि नयाँ सालको उपलक्ष्यमा अझ डिस्काउन्ट गरिएको छ। यानि कि पहिलो भर्ना हुने जो विद्यार्थी बहिनी यदि पहिलो भर्ना भइरहेछ नि फटाफट भने पहिलो भर्ना हुने 50जना विद्यार्थीहरूलाई 1,000 मात्र लाग्नेछ। 50जना विद्यार्थीलाई 1,000मै हुन्छ। अब यसमा मेरो यस्तो हुन्छ नि, मेरो मान्छे उसको मान्छे त्यस्तो केही छैन। जो पहिला आउँछ नि 50जनासम्मलाई 1,000 लाग्छ, त्यसपछि चाहिँ 2,500 चाहिँ लाग्नेछ। दुवै सस्तै छ, सस्तोमा पनि सस्तो, न्यून एकदम। र अब तपाईँ जोइन गर्न चाहनुहुन्छ भने अब कसरी जोइन हुने सर सोचिराख्नु होला। सर अब लिङ्क पासकोड होइन, जुम आइडी चाहियो भने तपाईँको जुम मार्फत क्लास हुनेछ। र यदि क्लास जोइन गर्न चाहनुहुन्छ भने तपाईँले जुम आइडी र पासकोड वा लिङ्कको लागि तल दिएको वाट्सएप नम्बरमा चाहिँ के गर्नु होला, सम्पर्क गर्नुहोला। वाट्सएप नम्बर आएको छ 9821136711। यो वाट्सएप नम्बरमा चाहिँ सम्पर्क गर्नुहोला, मेसेज गर्नुहोला। अनि तपाईँले यदि यस्तै केही सोध्नु पऱ्यो भने, अचानक सोध्नु पऱ्यो, नेट छैन भने तपाईँले अलरेडी हाम्रो कन्ट्याक्ट युनिक एकाडेमी सिमल 12मा सम्पर्क गर्न सक्नुहुन्छ। र सम्पर्क नम्बर आएछ 9843905500। अब यसमा पनि एउटा लास्टमा तपाईँले भन्न चाहन्छु म, अब धेरै विद्यार्थी भाइले सोचेर सर यो कुन प्रदेशको होला सर भने, प्रदेश कुनै छ होस् तर इङ्ग्लिस इन्टरनेसनल छ। चाहे तपाईँको नेपालको 7 प्रदेशबाट तपाईँ जोइन हुन सक्नुहुन्छ, चाहे जुनसुकै जिल्लाबाट पनि जोइन हुन सक्नुहुन्छ। यानि कि आरबी सर सधैँ तपाईँको साथमा छ। मिसन एजुकेसन छ एन्ड टिच इन युनिक स्टाइल विथ स्मार्ट ट्रिक्स। तपाईँ जोड्नु, मलाई आशा छ तपाईँहरू जोड्नुहुन्छ र इङ्ग्लिस बोल्नुहुन्छ, किनभने अब अङ्ग्रेजी बोल्ने पालो तपाईँको हो। किनभने 10 क्लासमा तपाईँहरूले मौका पाउनु भएको छैन। मलाई थाहा छ धेरै जसो प्रेसर हुन्छ एसीको, एसी भनेको गोल्डन गेट हो, त्यही भएर। र अब चाहिँ तपाईँले पक्कै गर्नुहुन्छ भन्ने मलाई आशा छ। र अब तपाईँसँग छुट्न चाहन्छु। केही समस्या पऱ्यो भने, केही सोध्नु पऱ्यो भने यो सम्पर्कमा, यो नम्बरमा सम्पर्क गर्नु होला। वाट्सएप मेसेज गर्न सक्नुहुन्छ वा कल पनि गर्न सक्नुहुन्छ। र यति भन्दै म तपाईँसँग छुट्न चाहन्छु। फेरि हामी 2 गतेदेखि अलरेडी क्लासमा भेट हुने नै छौँ। हस्, धन्यवाद, नमस्कार।